आज चाहिँ मिठो क्याम्प फायर गर्ने प्लान छ। सन्तोष गुरुको चाहिँ बर्थडे भयो। जाडो जाडो पनि छ मौसम। कहाँ जान लाग्यो? केही लिएर आउँछु। हे भगवान्, के हो त्यो? बर्थडे केक। बर्थडे केक? ठीक 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 ठीक। आज चाहिँ हामी अफिसबाट चाहिँ एउटा छोटो ब्रेक। सन्तोष गुरुको चाहिँ बर्थडे भएको हुनाले जाडो जाडो पनि छ मौसम। आज चाहिँ मिठो क्याम्प फायर गर्ने प्लान छ है। हेरौँ है के हुन्छ। लेट्स गो वाट वी गो होइन लेट्स सी हाउ वी क्याप्चर द मोमेन्ट। कहाँ जान लाग्यो? म केही लिएर आउँछु। हे भगवान्, आइहाल्यो भने मान्छे त के हो त्यो? बर्थडे केक। बर्थडे केक? जमाना जमाना कहाँ पुग्यो है, जमाना कहाँ पुग्यो। आइहाल्छु भनेर बर्थडे केक। ल जाम जाम जाम। आयो दामी 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 आइयो है। के गर्ने त यो सरप्राइज दिउँ न त केटाहरूलाई। यहीँ छोडिदिउँ। यहीँ छोडिदिने कसरी नलग्ला नि है। खै कतै लुकाइदिनु न। लुकाइदिउँ है। लुकाइदिए भइहाल्यो नि अलिक बिस्तारी आनन्दले। यति आनन्दको ठाउँ छ यार। केटाहरू उता होला नि, मान्छे यतातिर। यतै लुका म बाटो पारी यस्तो ठाउँमा लुका छु कि दाइ। अहिले हामीले भेटिन्न हो क्या। 2-3 घन्टा पछि आउनुपर्छ, मैले बिर्सिन्छु होला कि। तरिके यार तनाव हुन्छ नि त। ल जाम जाम जाम। बरु केटाहरू कहाँ बसेछन् भन्ने कुरै थाहा छैन। केटाहरूको गस्ती गर्नुपर्छ मस्ती। सन्तोष भाइको बर्थडे। बाटो त कस्तो ठाउँमा ल्याएका हुन् केटाहरूले यार। सेट छ केटाहरू, कसैको हात चक्कु छ होइन, कसैको हात कुरो छ, कसैको हात पानी छ। कहाँबाट हाम फालेको छ हेर्नु यहाँ यस्ता छन्। सेट छ नि। अघि यहीँबाट दाउरो माथि लगायो हो कि त्यो दाउरो पनि त्यहीँ बाल्न पर्थ्यो। पोखेन नि कतै सेट छ नि। कहाँ हो? म एउटा नयाँ ज्ञानको खोजमा। के गेम? ज्ञान ज्ञान ज्ञान। आजको कर्ता धर्ता चाहिँ हाम्रो सन्तोष भाइ। ह्याप्पी बर्थडे भाइ। थ्याङ्क यू फेरि पनि है। अब क्याम्प फायरमा रमाइलो रैला हान्नुपर्छ। रैला हान्नुपर्छ। के हान्नुपर्छ रे? के हान्नुपर्छ रे? रैला हान्नुपर्छ। अञ्जन भाइ रोस्ट भन्दैछ है गाइस। रोस्ट भन्दैछ यहाँ, रोस्ट बनाउँदैछन् है। गरुङ्गो रहेछ के केक है। केक त लास्टै गरुङ्गो। आमा हामी अब केक काट्न लागेका छौँ। उहाँले धन्न सम्झेर केक चाहिँ भेटाउनु भएको छ र साथसाथै यो भात
र यो चाहिँ हाम्रो तरकारी हाम्रो रोस्ट रेडी भइसकेको छ र अर्को रेडी पनि हुँदैछ कस्तो छ दामी है एकदम दामी छ तर अझै सुधार गर्न मिल्छ आई गिभ यू 7 आउट अफ 10 यसको मतलब के हो थाहा अझै मिठो बनाऊ नहीं 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 इसका मतलब आप मनी मुंबई एउटा आ हाने सकते है हैं मनी एउटा हाने हाँ दाई हाँ आप मुंबई आ सकते हैं Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday. Happy birthday to you, Santosh. Happy birthday, Santosh. एभ्रीवन सबैजनालाई कति लाग्यो सन्तोष आज कति बसन्त पार सन्तोष कति लाग्यो जस्तो लाग्छ ल अब केक काटौँ है त केक काटौँ ल ल केक काटौँ है केक काटौँ केक काटौँ केक काटौँ म कति वर्ष अब केक काटौँ हजुर म कति वर्ष हामीसँग त्यो कति वर्ष के उनै छैन क्यान्डल छैन ल केक छैन ल ल केक काट्ने Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. क्यान्डल अनि चक्कु हैन यसरी नै कि यहाँ ठ्याक्क यहाँ हान्न मिल्छ नि त सिधा लाइनमा ल है ल ल गुरी हान्नु पर्नु एकछिन क्यान्डल आउँदै बाबु क्यान्डल आउँदै है यही छेउतिर राखिदिनु भने अझै सिक्दै हुन्छ कि बल्ल भएन हैन फुकेर फाल्दै भयो फुक्न त पर्दैन फुक्ने प्रविधि त्यो प्रविधि गलत हो अनि बियर काट्नु बरु लाइटर दिएर बाल्न दिए हुन्छ अब बोलिसक्यो अँ हैन बाहिर काट्न अब फुक्दियो कि अन्त सक्यो नि त यहाँ विवाद चल्छ है काट्दिनु क्यान्डलै क्यान्डलै काट्दिनु ह्याप्पी बर्थडे टु यु ह्यापी बर्थडे टु यु काटेर सबलाई एक घन्टा हो कि प्लेट टक्क त्यो पेपरमा ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु ह्याप्पी बर्थडे थ्यांक यू है सबैजना ह्याप्पी बर्थडे भाइ ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे सन्तोष केक पनि बबल ल ह्यापी बर्थडे ह्याप्पी बर्थडे ल ह्याप्पी बर्थडे है ह्याप्पी बर्थडे ल है हाम्रो भान्सेले लिएर गयो कि नै आरामै ल चियर्स ल पहिला चियर्स हानौँ न है म खाएको हाल्दिनँ है ढुक्क भयो हुन्छ ह्यापी बर्थडे बर्थडे ल थ्याङ्क यू है सबैजनालाई सन्तोष ह्याप्पी बर्थडे सबैजनालाई थ्याङ्क यू नेक्स्ट वान ल ल है ल ह्यापी बर्थडे कतै टाढा नहोस् तिमी जीवनका धेरै मोडहरूमा नबिर्सिदिनु भनी आउँदै जाँदै गर्नु यो जीवनमा कतै टाढा नहोस् जीवनका धेरै मोडहरूमा जीवनका धेरै